येशूले 40 दिन 40 रातसम्म उहाँले केही खानु भएन। उपवास बस्न भनी उहाँले हाम्रो निम्ति चाहिँ उहाँले चुनौती रच्नुभयो। त्यो सजिलो थिएन। 40 दिन 40 रात हामीले यसो विचार गर्दाखेरि म आज एक दिन उपवास बस्दाखेरि अथवा समय दिँदाखेरि चाहिँ भोरिमा पुरै के कुद्छ, मुसा कुद्दैछ। तर पनि येशूको त्यो जीवनलाई म हेर्छु, येशूलाई म हेर्छु, त्यो समय उहाँले कसरी बिताउनु भयो होला, म अचम्म मलाई लाग्छ कहिलेकाहीँ। येशूले 40 दिन 40 रातसम्म उहाँले केही खानु भएन। तर पनि ऊ एकदमै साहस, एकदमै ऊ शक्तिशाली थिए। तर पनि शैतानले त्यो घडी चाहिँ मौका लिएको छ। उहाँले तपाईँले त्यो डाँडाको उपदेश जानुभन्दा अगाडि तपाईँले मत्ती 4को 4मा तपाईँले 4 अलिक फर्केर हेर्नुहोस्। त्यहाँ तपाईँले उहाँले के गर्नुभयो, शिथिल हुनुभयो। 40 दिन 40 रात तपाईँले यसो विचार गर्नुहोस्, उहाँ हिँड्नु सक्नु भएन। उहाँ चाहिँ पुरै एकदमै परमेश्वरमा शक्तिशाली भए पनि शिथिल अवस्थामा रहँदै गर्दाखेरि शैतानले चाहिँ उहाँलाई परीक्षा गर्नुभयो। परीक्षा गर्नुभयो र उहाँले त्यो परीक्षामा चाहिँ पास हुनुभयो। 3 चोटिसम्म फसाइयो। तर पनि उहाँले कहिल्यै पनि परमेश्वरको इच्छा विपरीत उहाँले काम गर्नु भएन। परमेश्वरलाई सोध्नुभयो। हामीले भने पक्कै पनि गर्न सक्ने काम चाहिँ मलाई थाहा छ, म गर्छु, मैले जान्छु भनेर भन्थ्यौँ होला। तर पनि येशूले कहिले पनि त्यो भन्नु भएन। के ठिक के बेठिक परमेश्वरले परमेश्वरको आवाज सुन्नुभयो। त्यो आवाजमा उहाँ अडित रहनुभयो र उहाँले त्यो आवाजबाट उहाँले परीक्षामा पास हुनुभयो। आमेन। र डाँडाको उपदेश उहाँले 5 अध्यायमा उहाँले गयो, उहाँ शरीरमा उहाँ परिपक्व हुनुभयो, आत्मामा परिपक्व हुनुभयो। अनि डाँडाको उपदेश उहाँले फेरि आफ्नो चेलाहरूको निम्ति उहाँले भन्नुभएको छ। त्यो डाँडाको उपदेशमा त्यत्रो निको भएको मानिसहरू थिए, त्यत्रो उहाँलाई पछ्याउने मान्छे त्यहाँ चाहिँ निको भएको मात्रै थिएन, उहाँलाई चाहने व्यक्ति मेरो निम्ति केही भनिदिन्छ कि, मेरो निम्ति चाहिँ के बोलिदिन्छ कि, मलाई येशूले चाहिँ मेरो निम्ति चाहिँ केही बोलेर चाहिँ आशिष पर्छ कि भन्ने हेतुले खेलाउँदै थियो, पछ्याउँदै थियो। उहाँले भन्नुभयो, हरेक उहाँले भनेको छ उदाहरण उहाँले दृष्टान्तमा भन्नुभएको छ। कुनै पनि एउटा तिमीहरू चाहिँ के भनेको छ, नुन झै भन्नुभयो, तिमी पृथ्वीको नुन हौ भन्नुभएको छ। कुनै उदाहरणमा चाहिँ डाँडामा बसालेको घर अथवा सहर भनेको छ। कुनै समय चाहिँ म दागको बोट हो, तिमीहरू हाँगा भनेको छ। तपाईँले त्यहाँ गएर त्यो 5 अध्यायदेखि केही पद चाहिँ तपाईँले डाँडाको उपदेश, उहाँ चाहिँ शरीरमा उहाँ चाहिँ परिपक्व भइसकेपछि उहाँले बोल्नुभएको कुरा उहाँले भन्नुभयो चेलाहरूलाई, हरेक समय चाहिँ तिमीहरूले म जस्तै अथवा परमेश्वर पिताको इच्छा विपरीत तिमीहरू हिँड्नु हुँदैन र त्यो इच्छालाई पालन गरे भने तिमीहरू अनन्त राज्यमा मसँगै हुने छौ भनेर उहाँले त्यो डाँडाको उपदेशमा बोल्नु भएको छ। कुनै दृष्टान्तमा, कुनै पनि एउटा उदाहरणीय जीवन उहाँले भन्नुभएको छ। हामी चाहिँ ख्रिस्टमा भएर हामी कुन अवस्थामा जिउँदैछौँ अथवा ख्रिस्ट हामीद्वारा चाहिँ ख्रिस्ट जस्तै हुन चाहिँ हाम्रो स्वभाव कुनमा चाहिँ अहिलेसम्म भइराखेको छ। म तपाईँको अगाडि म उभिँदै गर्दाखेरि म कहिलेकाहीँ चाहिँ म ख्रिस्ट जस्तै हुनलाई चाहिँ म एउटा थोरै भए पनि प्रार्थना गर्छु। त्यो ख्रिस्टको स्वभाव हो। म कहिलेकाहीँ चाहिँ म छिट्टो दया अथवा मसँग चाहिँ दया चाहिँ उत्पन्न हुन्छ छिट्टो। कुनै पनि असहाय, कुनै पनि अशक्त, कुनै पनि समस्यामा परेको मान्छेलाई देख्दाखेरि चाहिँ त्यो मान्छे किन यस्तो अवस्थामा पुग्यो होला, प्रभु त्यो मान्छेको कुन अवस्थामा यो उहाँलाई पनि साहस दिनुहोस्, उहाँलाई पनि शक्ति दिनुहोस्, उहाँ पनि बलवान मान्छे जस्तै। हामी अहिलेको घडी चाहिँ उहाँ सहनु सकिराखेको छैन, तर उहाँको जीवनमाथि चाहिँ धैर्यताको जीवन दिनुहोस् भन्ने एउटा ख्रिस्टको स्वभावले मलाई त्यो स्वभाव म उत्पन्न हुन्छ। कहिलेकाहीँ चाहिँ मसँग के आउँछ भने प्रेम अथवा एकले अर्कालाई गर्नुपर्ने प्रेम चाहिँ मसँग छ, त्यो भन्ने एउटा स्वभाव छ। हामीले मूल्याङ्कन गर्नुपर्छ। ख्रिस्टसँग हामी सँगै क्रुसमा टाँगिसकेपछि अब चाहिँ हामी ख्रिस्टको स्वभाव चाहिँ हामीमा हुनु पर्यो। ख्रिस्टको स्वभाव हामी भित्र हुनु पर्यो। किनभने हामीले चाहिँ ख्रिस्ट जस्तै हुनलाई चाहिँ हरेक परिस्थिति चाहिँ
कठिनाइ हुन्छ, समस्या हुन्छ। तपाईँ हामी जिउँदै जाँदाखेरि हामीलाई अप्ठ्यारो छ। पृथ्वीमा चाहिँ तिमीहरूलाई चाहिँ के भनेको छ? तिमीहरूलाई चाहिँ होच्चाइनेछ भनेको छ। तिमीहरूलाई चाहिँ एकदम सताइनेछ भनेको छ। तर स्वर्गमा चाहिँ तिमीहरू चाहिँ के भनेको छ? उचालिनेछ, महान व्यक्ति बनाइनेछ भन्नुभएको छ। त्यसैले गर्दाखेरि हामी पृथ्वीमा जिउँदै जाँदाखेरि तपाईँको परिस्थिति, मेरो परिस्थिति कमजोर होला, परिस्थिति बेग्लै होला, तर पनि हामी साहस चाहिँ गरौँ। हामी परमेश्वरसँग हामी यस्तै जिन्दगी बिताउन पाए तापनि हाम्रो साथमा परमेश्वर हुनुहुन्छ। हामीले गरौँ, परमेश्वरले येशूले गरे जस्तै अरूको निम्ति प्रार्थना गरौँ, छिमेकीको निम्ति गरौँ, आफ्नो आफन्तहरूको निम्ति गरौँ, नानीहरूको निम्ति गरौँ। एक दिन हाम्रो नानी अथवा छिमेकी केही न केहीबाट परमेश्वरको असल अथवा त्यो इनाम पाउनेछौँ। आमेन। त्यो आमेन साँच्चै भन्दै गर्दाखेरि हामी केही न केही परमेश्वरमा चाहिँ हामी लगाव पनि हुनु पर्यो। किनभने ख्रिस्टसँग क्रुसमा टाँगिसकेपछि अथवा ख्रिस्ट जस्तै हाम्रो स्वभाव देखाइसकेपछि केही न केही परिस्थितिहरू आउँछ हाम्रो जीवनमा। मसँग कुनै दिन आएको छ। अघि हाम्रो सञ्चालकज्यूले भन्नुभयो आशिष अथवा गवाईहरू मसँग धेरै छन्, तर पनि भनेर एक दिन अथवा एउटा किताब बनाएर त्यो बनायो भने एउटा किताब बन्छ। तर पनि प्राय चिन्नेले मलाई थाहा छ लगभग पनि जोसेफ यस्तो परिस्थितिबाट आएको, यस्तो खालको मान्छे, यस्तो खालको सोझ व्यक्ति, यस्तो खालको अनपढ, तर पनि परमेश्वरले चाहिँ उहाँको जीवनमा त धेरै काम गर्नुभएको छ भन्ने कुरा चाहिँ कसैलाई थाहा छ। आफूलाई त धेरै त्यो भनेर साध्य छैन, किनभने परमेश्वरको आशिषले गर्दाखेरि म यो ठाउँमा छु, मेरो परिवार त्यो ठाउँमा छ। किनभने म प्रभुसँग आशा गर्छु, म जुनसुकै अवस्थामा म प्रार्थना गर्छु, प्रभुले मलाई यो ठाउँ दिनुभएको छ। मेरो अनि परिस्थिति चाहिँ बदलाउनु भएको छ। मेरो नानीहरूको जीवन चाहिँ केही न केही परिवर्तन गर्नुभएको छ। किनभने कुनै दिन मैले कुनै व्यक्तिबाट अथवा तपाईँहरूले पनि लाग्ला, हिजो सुन्दै थियो हाम्रो छौमाको जीवन भर्खर इसाई अथवा हामीले अहिले बाइबल पढ्दै गर्दाखेरि त्यो इसाई जीवन हेर्दाखेरि चाहिँ पहिल्यै भइहाल्नु पर्ने जस्तो लाग्छ। तर पनि परमप्रभुले चाहिँ समय हुन्छ, योजना हुन्छ। किनभने परमप्रभुले चाहिँ चुन्ने दिन चाहिँ कुनै समय आउनुपर्छ। हामीले साँच्चै अब्राहम अथवा यो हामी देख्छौँ, कुनै बाइबलको उदाहरणहरू हामी देख्छौँ, कुनै पनि हामी योसेफको जीवनलाई हेर्छौँ भने योसेफले दास भएर उहाँले धेरै वर्ष जिउनु भएको छ। तपाईँले योसेफको जीवनलाई तपाईँले हेर्नुहुन्छ भने योसेफले पोथिफर अथवा मिस्त्रीहरूको हातमा उहाँले धेरै वर्ष समय बिताउनु भयो। उहाँले योसेफको जीवनबाट चाहिँ उहाँको जीवनमा चाहिँ 13 वर्षसम्म चाहिँ मिस्रमा चाहिँ उहाँले के गर्नुभयो? दास भएर जिउनु भयो। तर पनि अन्तिममा त उहाँले त महान त्यहाँका हुकुम गर्ने अथवा उसको अधीनतामा बस्ने मान्छे सबै बनाउनु भयो। तर परमेश्वर उहाँले कहिले पनि परमेश्वरलाई त्याग्नु भएन। उहाँले दास भएर आफ्नो दाजुभाइले बेच्दै गर्दा पनि उहाँले के गर्नुभयो? स्वीकार गर्नुभयो, उहाँले इन्कार गर्नु भएन। तर पोथिफरको घरमा पुग्यो, पोथिफरको देखि चाहिँ मिस्रीहरूको हातमा पर्यो, मिस्रीहरूको हातमा परिसकेपछि दास भएर काम गर्नु पर्यो, जेलमा पर्यो, जेलदेखि पनि 13 वर्ष चाहिँ के गर्यो? योसेफले दास भएर जिउनु पर्यो। तर पनि हामी त दास त हुनु अहिलेसम्म परेको छैन नि। दास हुनु हो भने त आजभोलि छोड्थ्यौँ होला, हामी परमेश्वरलाई देख्थ्यौँ होला, परमेश्वरलाई प्रश्न गरेकै गर्थ्यौँ होला नि। केही हाम्रो समस्या हुँदै गर्दा मलाई कहिलेकाहीँ अप्ठ्यारो आउँदै गर्दाखेरि म किन नि यो ठाउँमा अथवा किन मलाई परीक्षा आयो, किन मलाई नजुक अवस्था भयो त भन्ने मलाई खुल्दुली लाग्छ। म परमेश्वरसँग चाहिँ प्रश्न चाहिँ त्यो कुनै वचन पढेर चाहिँ गर्दिनँ। म परमेश्वर मेरो कमजोरी अवस्थाले चाहिँ म ठाउँमा छु रहेछ भन्ने चाहिँ मलाई लाग्छ। किनभने योसेफले चाहिँ 13 वर्षसम्म उहाँले दास भएर जिउँदै गर्दाखेरि उहाँले परमेश्वरमा चाहिँ पर्खिनु पर्ने रहेछ। समय छिटो छोटो अथवा अघि मैले भनिसकेँ, तपाईँको इमान्दारिताले एक दिन तपाईँको नानी अथवा तपाईँको श्रीमान, तपाईँको श्रीमतीमा परिवर्तन आउँछ।
एक दिन उहाँको सफलता मिल्छ। तपाईँले त्यो घडी परमेश्वरलाई त्यो घडी थाहा पाउनुहुनेछ। आमेन। त्यसैले गर्दाखेरि योसेफको जीवन हामी देख्छौँ, योसेफले धेरै वर्ष पर्ख्यो उहाँले दास भएर। अन्तिममा उसको दाजुभाइले मार्ने नियत गरेको थियो, तर अन्तिममा उहाँले त्यो दाजुभाइलाई पनि अनिकालको समयमा खानदान पुर्याए, बाउलाई पनि उहाँले गाडे, दाजुभाइलाई पनि सेवा गरे। आमेन। त्यसैले गर्दा सेवा गर्नलाई अथवा परमेश्वरको राज्यमा राम्रो हुनलाई चाहिँ हामी पर्खिनु पर्ने रहेछ। अनि साँच्चै हामी सन्तानको लागि हामी साँच्चै देख्छौँ अब्राहम र साराको जीवनमा तपाईँले देख्नुभयो, अब्राहम र साराको जीवन चाहिँ कति वर्ष थिए? बाजी थिए। उमेर ढल्किसकेकोसम्म चाहिँ सारा र अब्राहम परमेश्वरमा आज्ञाकारिता थिए, तर पनि उनीहरूलाई सन्तान दिइएन। कति वर्ष उनीहरूले पर्खे? उनीहरूले 25 वर्ष पर्खे। तपाईँले यसो विचार गर्नुहोस्, 25 वर्षसम्म हो भने पक्कै पनि हामीले 25 वर्ष होइन, हामी 1-2 वर्षमा छोड्थ्यौँ होला, तर अब्राहम र साराले छोडेन। परमप्रभु चाहिँ महान, उहाँले हामीबाट चाहिँ चाहे भने के गर्न सक्नुहुन्छ? जे पनि गर्न सक्नुहुन्छ। जन्मिसकेपछि पनि उहाँले के गर्नुभयो? अब्राहमलाई भनियो, इसाकलाई कहाँ मरियाको डाँडामा चाहिँ कहाँ होमबलि चढा भनेको छ। छोरालाई खुरुखुर लग्यो उसले गधामा चढाएर। तर उहाँको त्यो घोडामा लगेको आफ्नो अथवा त्यहाँको आफ्नो भनौँ कामदारहरूलाई के भनेको छ? मेरो छोरासँग पर डाँडामा हामी होमबलि चढाएर फर्किन्छौँ, तिमीहरूले पर्खिराख भनेर भन्यो। तर पनि पर्खिराख्यो। उसलाई विश्वास थियो परमेश्वरले तिम्रो छोरालाई होमबलि चढा भनेर। घोडासँगै छोडिसकेपछि केही कदम अगाडि बढ्दै जाँदाखेरि छोराले भन्यो कि बाउलाई, बाबा होमबलि चढाउने वस्तु चाहिँ खै त भन्यो। तर अब्राहमले भन्यो, त्यो ठाउँमा पुगिसकेपछि परमेश्वरले जुटाइदिनुहुन्छ भन्यो। तर तिमी नै हो भनेन। तर पनि अब्राहमलाई थाहा थियो मेरो छोरालाई होमबलि चढाइदिएर पनि मलाई परमेश्वरले दिनुहुन्छ भन्ने विश्वास थियो। आमेन। त्यसैले गर्दाखेरि छोरालाई कहिल्यै पनि तिमी नै हो होमबलि चढाउने जन्तु भनेन। त्यहाँदेखि उसको छोरालाई एकछिनपछि त्यो दाउराको थाक लगाइसकेपछि छुरी निकालेर चाहिँ छोरालाई बाँधेर चाहिँ काट्न लाग्यो। तर परमेश्वरले अब्राहम अब्राहम भनेर रोक्यो। अनि त्यो झारीमा अल्झिराखेको थुमा चाहिँ अब्राहमले देख्नुभयो। मलाई मैले जुटाइदिएको थुमा त्यो भनेर भन्यो परमेश्वर। त्यो थुमालाई ल्याएर होमबलि चढाइदियो। अन्तिममा अब्राहम के थियो? विश्वास योग्य मानिस थिए। मैले चढाएर पनि परमेश्वरले मलाई दिनुहुन्छ मेरो छोरा भन्ने उसँग विश्वास थियो। हामीसँग त कहिलेकाहीँ के हुन्छ? हाम्रो विचारहरू चाहिँ के हुन्छ? कहिलेकाहीँ चाहिँ उथल पुथल हुन्छ। हामीले त अहिले नै कुनै व्यक्तिलाई विश्वास गर्छौँ, एकछिनमा नै यसरी बिगार्छ कि बा यसरी गर्छ कि यसरी गरिहाल्छ कि भन्ने हामीसँग चाहिँ हाम्रो विश्वास चाहिँ अडिट हुँदैन। त्यसैले गर्दाखेरि हामी केही कुरा पाउन सकिराखेका छैनौँ। हामीले अब्राहमको जस्तो जीवन अथवा योसेफको जीवन 25 वर्षसम्म पर्खे। 25 वर्षदेखि पनि अब्राहमले आफ्नो छोरा इसाकलाई बढिसकेपछि होमबलि चढाउन मागे परमेश्वर, त्यो पनि चढाए, तर परमेश्वरले फिर्ता दिनुभयो। अब साँच्चै अब्राहमको हामी जति पनि अब्राहमको विश्वासलाई देखेर परमेश्वरले उहाँको जीवनलाई चाहिँ आशिष दिनुभयो। आमेन। त्यसैले गर्दाखेरि हामीले पनि आज जति पनि हामी उपस्थित छौँ, हामी प्रभु भोजमा सहभागी हुन येशूले जुन कुरा भन्नुभएको छ, येशूले आफ्नो चेलाहरूलाई गराउनु भएको छ, त्यो दिनुभएको कुरा म गर्न लागिरहेको छु। तपाईँ हामी प्रति आजको हामी प्रभु भोजमा हामी सहभागी हुनुभन्दा अगाडिमा हामी केही वचनहरू हामी पढ्नेछौँ। हामी वचन चाहिँ हामी कोरिन्थीको पुस्तकलाई नै हेर्नेछौँ है त। पावलले कोरिन्थीको पुस्तकलाई धेरै कुरा उहाँले कोरिन्थीको पुस्तकलाई नै उहाँले जोड दिनुभएको छ। पावलले त्यही कुरालाई हामी हेर्नेछौँ। धेरै ठाउँ छ तर पनि त्यही पुस्तकलाई हामी हेर्नेछौँ। यो वचन अगुवाईको लागि चाहिँ हामी केही वचन अगुवाईको लागि आदरणीय हाम्रो डिकन बुवालाई म अगुवाईको लागि प्रार्थना गरिदिन अनुरोध गर्छु। तपाईँले शिर झुकाउनुहुनेछ। प्रभु धन्यवाद। तपाईँ असल गोठालो दयालु शक्तिशाली परमेश्वरमा तपाईँलाई धन्यवाद। यसो
मसी प्रभु पवित्र लाले बोलाए यसो सबैमा तपाईँ मसी प्रभु जुन वचनहरू तपाईँ हामीसँग रहोस् सबै कुरामा आशिष धन्यवाद आफ्नो छोराले प्रभु जति पनि मण्डली परिवार बीच प्रभु तपाईँ आफ्नो जुन प्रभु दासले प्रभु जति पनि यो सेवामा सहभागिता गराउनु प्रभु तपाईँको कार्यभारलाई अब असल रूपले चलाउन सक्नुहुन्छ तपाईँलाई धन्यवाद सम्पूर्ण अनि प्रभु आजको यो कार्यभारमा सम्पूर्ण सहभागिता बिताउने प्रभु तपाईँको लोकप्रिय वक्तुजोडा पनि प्रभु तपाईँलाई आशीर्वाद धन्यवाद परमेश्वर प्रभु आज तपाईँको दिनको वचन कान हृदय विवेक खोलिदिनुहोस् सबै कुरामा आशिषमय हुन सक्छ प्रभु अनि आजको वचन सम्पूर्ण अनि सुनाउने प्रभु तपाईँले सम्पूर्ण प्रभु तपाईँको दिनको वचनको अनि अब आशीर्वाद धन्यवाद हाम्रो आदरणीय डिकन बुवालाई हामी तपाईले खोल्न सक्नुहुनेछ कोरिन्थीको पुस्तक पहिलो कोरिन्थीलाई खोल्न सक्नुहुनेछ पहिलो कोरिन्थीको केही पुस्तकलाई हामी हेर्नेछौँ र त्यहाँबाट हामी प्रभु भोजको कुरा हामी पाउनेछौँ प्रभु भोज भनेको चाहिँ हामी शरीरको निम्ति हामी आफ्नो वास्तविक जीवनमा चाहिँ हामी के गर्दैछौँ अथवा गरिराखेको कुनै खराब कामदेखि चाहिँ हामी फर्कनु पर्छ अनि फर्केर चाहिँ हामी परमप्रभुमा अझै हामी नयाँ जीवन जिउनु पर्छ भन्ने कुरालाई जोड दिन्छ र हामी परमप्रभुसँग चाहिँ हामी सधैँ हामी डर र भयमा हिँड्नेहरूले चाहिँ आशिष पाउनेछ वचनले भन्दछ त्यसैले गर्दाखेरि हामीहरू चाहिँ अघि भनिसक्यो येशू जस्तै जिउनलाई येशू जस्तै हामी हुनलाको निम्ति चाहिँ हामी परमप्रभुसँग हामी सधैँ टाँसिरहनुपर्छ उहाँले भन्नुभएको छ म अघि भनेको छ डाँडाको उपदेश अथवा त्यहाँ लेखिएको छ म रुखो तिमीहरू चाहिँ हाँगा भनेको छ म बोट हो तिमीहरू चाहिँ हाँगा भनेको छ जसरी उहाँसँग हामी सधैँ टाँसिरहन्छौँ हामी फल फलाउनलाई चाहिँ हामी फल फलाउन सक्छौँ भनेको छ हामी येशूसँग टाँसिएर रहँदैनौँ अथवा येशूसँग हामी रहँदैनौँ भने कुनै पनि फल फलाउन सकिँदैन त्यही भन्नुभएको छ त्यसैले गर्दाखेरि येशूसँग सधैँ रहनेहरूले चाहिँ फल फलाउँदै जान्छ तर पनि येशूसँगै नरहनेहरू चाहिँ परमेश्वरले के भन्नुभएको छ त्यो रुखले फल फलाउन सक्दैन त्यो बोटले केही फल दिन सक्दैन त्यो काटिन र त्यो जलाउन बाहेक कुनै त्यो काम लाग्दो हुँदैन भन्नुभएको छ त्यसैले गर्दाखेरि हामीले अरूलाई मूल्याङ्कन गर्नु सजिलो छ तर पनि हामी अरूलाई मूल्याङ्कन गर्नुभन्दा पनि आफूलाई गर्नु पर्यो म चाहिँ कुन ठाउँमा छु म येशू जस्तै जिउनलाई म के गर्नु पर्यो म येशू जस्तै हुनलाई म कसरी जिउनु पर्यो त्यो चाहिँ हुनु पर्यो बाइबलले चाहिँ त्यो भनेको छ कुनै समय हाम्रो किरण पत्रुसले भन्नुहुन्छ आफै अरूलाई आलोचना गर्नु सजिलो छ तर आफै आलोचित हुनु चाहिँ अलिकति गाह्रो छ त्यसैले गर्दाखेरि आलोचना भन्दा पनि हामी चाहिँ आलोचित हुनु पर्यो अरूको अगाडि चाहिँ आलोचित हुनु पर्यो हरेक समयमा त्यसैले गर्दाखेरि परमेश्वरमा हामी अघि बढ्नलाई हामी एकले अर्कालाई घृणा गर्नु हुँदैन एकले अर्कालाई महत्त्वपूर्ण हामी हेर्नुपर्छ महत्त्वको तिमी महत्त्वको तपाईँ भन्न सक्नुपर्छ तपाईँ चाहिँ परमेश्वरमा हामी सधैँ हामी उहाँको बोटमा हामी टाँसिराखेका हुन्छौँ तर जब हामी मेरो भन्न थाल्छौँ तब चाहिँ हामी येशूबाट चाहिँ अलिकति पर छौँ हामी फल दिन सक्ने स्थितिमा हामी भइराखेको हुँदैन किनभने बाइबलले त्यो भन्दछ र हामी तपाईले खोल्न सक्नुहुनेछ पहिलो कोरिन्थी 12 को हामी 25-26 पदलाई म हेर्नेछु यहाँ भन्नेछु तपाईले सुन्न सक्नुहुनेछ 25 पदले भन्छ ताकि शरीरमा बेमेल नहो तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखुन्
26ले भन्छ, यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गले सँगै आनन्द मनाउँछन्। आमेन। यहाँ भनिएको कुरा चाहिँ पावलले के भन्नुभएको छ भने हामीहरू चाहिँ एउटा जस्तै एउटा समूह, एउटा मण्डली भनेको चाहिँ हामी चाहिँ धेरै अङ्ग छौँ। हामी चाहिँ जस्तै एउटा शरीरको अङ्गलाई उहाँले तुलना गर्नुभएको छ। जस्तै यो मेरो हात, यो मेरो दुईटा हात छ, मेरो कान छ, मेरो आँखा छ, मेरो नाक छ, मेरो बोल्ने मुख छ, मेरो खुट्टा छ, मेरो शरीर छ, जिउ छ। तर पनि मैले चाहिँ उहाँले के उदाहरण भन्नुभएको छ भने पावलले चाहिँ कोरिन्थीको मण्डली चाहिँ पक्कै पनि हामी अथवा म जस्तो थिएँ होला, पक्कै पनि आफ्नो विचारलाई महत्त्व दिने, आफ्नो इच्छालाई महत्त्व दिने त्यस्तो खालको व्यक्ति पक्कै पनि थियो होला। यो पद अथवा केही अगाडिको पदलाई हेर्छौँ भने तपाईँले 12को अहिले हामी 26 र 25 र 26 हेर्दै थियौँ भने केही अगाडि पद चाहिँ तपाईँले केही समय तपाईँ फर्केर गएर हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ के भनेको छ भने एकले अर्कालाई तिम्रो महत्त्व छैन, तिम्रो काम छैन भन्नु चाहिँ त्यो चाहिँ गलत हो। किनभने सबै अङ्ग आफ्नो आफ्नो मूल्यको हुन्छ र त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। किनभने हामीले उहाँले भन्नुभएको छ खुट्टा तिमीलाई अथवा मुखले चाहिँ खुट्टा तेरो काम छैन, कहिलेकाहीँ गुहु नराम्रो टेक्ने ठाउँमा टेक्छस् भनेर मैले भन्न सक्नु हुँदैन। किनभने त्यो खराब ठाउँमा टेक्दैछ भने पनि मलाई सहायता गर्ने त्यो खुट्टा पनि हो। जस्तै मैले आँखाले चाहिँ कुनै खराब कुरो देख्छु, सो लोभ लालचहरू देख्छु र त्यो चाहिँ त्यो गहिरी खेत चाहिँ मेरै भइदिए हुन्थे लाग्छ, अनि त्यो राम्रो ठाउँ त्यो बिल्डिङ मेरै भइदिए हुन्छ लाग्छ। त्यो शारीरिक अभिलाषा। मैले चाहिँ भन्नु पऱ्यो कि त यो आँखा तैँले लोभ मात्रै देख्छस्, काम छैन भनेर मैले निकाल्न, यो पनि कुनै पनि एकले अर्कालाई आफ्नो ठाउँमा महत्त्वपूर्ण छ भने एकले अर्कालाई इन्कार नगर भनेको छ। जस्तै यो हातले चाहिँ कहिलेकाहीँ चाहिँ आँखाले देख्छ, खुट्टाले हिँडेर जानुपर्छ, तर खराब काम चाहिँ के गर्ले गर्छ, हातले गर्न थाल्छ, हातले गर्न थाल्छ। त्यो यो हात काम छैन भनेर मैले फालिदिन मिल्दैन। एकले आदर उत्तिकै दिनुपर्छ। त्यो शरीर र हुन्जेल के भनेको छ, महत्त्वको हुन्छ भनेको छ। आमेन। कतिपय हामीले आफ्नो शरीरमा चाहिँ एकले अर्कालाई घृणा गर्नु भनेको चाहिँ त्यो चाहिँ राम्रो होइन। किनभने ख्रिस्टले के गरेको छ, आफैलाई झै अरूलाई प्रेम गर, सहायता गर, एक दिन तिमी अनन्त राज्यमा महान कहलिनेछ भनेको छ। तिमीले सहायता गर्दै गर्दाखेरि उसले भन्ला तिमीलाई तिम्रो काम छैन, तिमी महत्त्वको छैन भन्ला, तर पनि सहेर इमान्दारिताका साथ तिमी लगनशील भएर लागिरहौ, एक दिन इनाम तिमीले पाउनेछ भनेको छ। आमेन। कसैले हामीले पक्कै पनि इनाम सबैले मनपर्छ, मलाई पनि मनपर्छ। कुनै पनि पुरस्कारहरू कसैले जित्दै गर्दाखेरि, आफ्नो टिमले जित्दै गर्दाखेरि भित्रैदेखि खुब खुसी हुन्छु म पनि। हो जिते साथीहरू, जिते भन्न थाल। परमेश्वरले पनि त्यही भन्नुभएको छ। आफूले गर्दै गरेको काम अथवा अरूले मूल्याङ्कनमा त्यो कमजोर गर्लान्, त्यो आरिसले उनीहरूले त्यो कमजोर गर्दैछन्, तर हामी बढिरहनुपर्छ। एकले हामीले कुनै व्यक्तिलाई पनि त तेरो काम छैन, तेरो दरकार छैन, यो खराब काम गर्ने, यस्तो काम छैन, कहिल्यै पनि येशूले भन्नुभएको छैन। येशूले कहिल्यै पनि तपाईँले हामीमा कति हाम्रो समाजमा धेरै खालको मान्छेहरू छौँ हामी यहुदी र हामी यहुदी जाति र साँच्चै हामी त्यो सामरी स्त्री, तपाईँले यहुदी भनेको ठुलो जाति अथवा सामरी स्त्री भनेको त के गर्छौँ हामीले दलित जाति भन्दा अहिले हामी बुझ्न सक्छौँ, सानो जाति। तर पनि यहुदीहरू चाहिँ एउटा ठुलो गाउँ थियो, तर सामरीको गाउँ चाहिँ छुट्टै गाउँ थियो। तर पनि त्यो सामरी स्त्रीको गाउँ चाहिँ कहिले यहुदीहरू त्यही बाटो भएर जाँदैनथ्यो। उनीहरूले के गर्थे, सामरी स्त्रीको गाउँ चाहिँ छोडेर अन्तै बाटो उनीहरूले घुमेर एक दिन लाग्ने बाटो पनि घुमाएर उनीहरू चाहिँ आफ्नो गाउँ जान्थे, आदान प्रदान गर्थे। तर एक दिन येशूले चाहिँ के गर्नुभयो, सामरी स्त्रीको गाउँ भएर जानुभयो। तर यहुदीहरूले के गरे, ओह हेर भनेर घृणा गर्न थाले येशूले। त्यही सामरीलाई उहाँले उदाहरण देखाउनु भयो। पक्कै पनि हामीलाई पनि लाग्छ यो यहुदी घरानाबाट आएको
पक्कै पनि यो उद्धार र मुक्ति भएको कारणले पक्कै पनि हामी पनि कहिलेकाहीँ यहुदीको विचार नै हामीमा लागु हुन्छ है, कहिलेकाहीँ मसँग हुन्छ, हेट यस्तो यो त खराब काम गर्ने हो, यो त गर्नु हुँदैन लाग्छ। तर बाइबलले के भन्छ भने तिनीहरूलाई पनि प्रेम गर, एक दिन तिनीहरू पनि उद्धार र मुक्ति पाउनेछन्, जसको जीवनबाट त्यसले पाउनेछ भनेको छ, जसको हाम्रो जीवनबाट पक्कै पनि हाम्रो जीवनले चाहिँ त्यो देख्नेछन् र तिनीहरूले अनन्त जीवन पाउनेछ। त्यही भनेको छ, एकले अर्काको महत्त्व गर्नुपर्छ। तपाईँ हामीले भन्दैछौँ भने अब भन्नु हुँदैन। यो पुस्तकले के भनेको छ, पावलले हरेक अङ्गको काम लाग्ने अङ्ग नै हो, त्यसैले गर्दाखेरि तिमीले घृणा नगर। एक दिन त्यो घृणा गरेको व्यक्तिले पनि के भनेको छ, त्यो पनि काम लाग्छ भनेको छ। त्यसैले गर्दाखेरि हामीले पक्कै पनि घृणा गरी हामी एकले अर्काको दरकार छैन, काम छैन, यो काम लाग्ने होइन भनेका छैनौँ होला। पक्कै पनि भने तापनि हामी प्रभुसँग क्षमा माग्नुपर्छ। अहिले हामी कुन घडी छौँ, हामी प्रभु भोज भनेको चाहिँ प्रभुको शरीर र रगतमा हामी सहभागी हुने समय हो। त्यसैले गर्दाखेरि हामी कसैमाथि हामी दोष लगाउँदैछौँ भने तपाईँ हामीले भन्नु पर्यो, प्रभु मैले लाउँदै गरेको दोष चाहिँ प्रभु मबाट गल्ती हुँदैछ, मलाई क्षमा गर्नुहोस्। आउने दिन चाहिँ म त्यो व्यक्तिलाई असल नजरले, असल भातृप्रेम गर्नेछु। म उसँग पनि म तपाईँको प्रेमले म जोडिनेछु, तपाईँको शक्तिले म उसँग समन्वय गरेर उसँग सहायता गर्नेछु। तपाईँ हामीले भन्नु पर्यो। हामी प्रभु भोजमा सहभागी हुनेहरूले पक त्यो फलाना चाहिँ मलाई यस्तो भनेको छ पक भन्नु चाहिँ हुँदैन। तपाईँ हामीले अहिले शरीरमा सहभागी हुँदै गर्दाखेरि पक चाहिँ पक्कै भन्नु हुँदैन। बाइबलले चाहिँ त्यो चाहिँ मनाही भनेको छ, त्यो चाहिँ नगर भनेको छ। प्रभु भोज खाँदैछौँ हामीले चाहिँ मेरो त्यो फलाना त्यस्तो भनेको छ, ठिक पार्नुपर्ने छ, उसको पनि समय आउँछ। समय परमेश्वरले हामीलाई दिनुभएको समयमा कुनै पनि खराब काम गर्ने समय दिनुभएको छैन। उनले खराब गर्दैछ भने पनि के भनेको छ बाइबलले, पहिलो कुरा कसलाई प्रेम गर भनेको छ, शत्रुलाई भनेको छ। कम्ती गाह्रो छैन है। मलाई कुनै बेमेल भएको साथी, कुनै खराब आफ्नो जीवन अथवा हामीसँग बोल्दै गरेको व्यक्तिसँग कुनै समय बिताउनु कम्ती अप्ठ्यारो लाग्दैन है। तपाईँहरूलाई कस्तो लाग्छ? मलाई पुरै जिउ चिलाउँछ कहिलेकाहीँ टाउको कने नगर्नु। बाइबलले के भन्छ, गर भनेको छ। गर्नु पनि कसरी गर्ने अप्ठ्यारो छ र जसरी हुन्छ हामीले गर्नु पर्यो समन्वय उसँग। हामीले पहिलो कुरा उसले भन्लान् तिमीसँग मिल्दिन भन्लान् होला, तिमीसँग म सरोकार राख्दिनँ भन्लान्, तर हामीले पहिलो कुरा के भन्नु पर्यो, फलाना मलाई माफ गर्नुहोस्। सक्नु पर्यो हामीले चाहिँ जसरी पनि बाइबलले हामीलाई भनेको छ, मलाई माफ गर्नुहोस्, मैले गल्ती गरेँ होला, तपाईँले मलाई क्षमा गर्नु है, कुनै परिस्थितिमा मैले तपाईँमा अन्याय गरेँ होला भन्न सक्नु पर्यो। आमेन। सकिन्छ नि है, सक्नु पर्यो। आज जुन हामी प्रभु भोजमा हामी सहभागी हुँदै गर्दाखेरि त्यही भनेको पावलले, कुनै अङ्गले तेरो दरकार तेरो काम छैन भनेको चाहिँ यही हो। तपाईँले फर्केर हेर्न सक्नुहुन्छ। यो हामी पहिलो कोरिन्थी 12 को हामी 25 भन्दा अगाडि पदलाई हेर्नुहुन्छ भने सबै अङ्गको कुरामा छ। एउटा अङ्ग चाहिँ हामी चाहिँ धेरै अङ्ग मिलेर बसेका छौँ। कोही पढ्नेछौँ, कोही अनपढ छौँ, कोही हामी बलदारी छौँ, कोही बल नभएको छौँ, तर पनि परमेश्वरले हामीलाई सबै कुरा मिलाएर बनाइदिनु भएको छ, जुटाइदिनु भएको छ। आमेन। त्यही भनेको छ। अनि हामी फेरि हामी 11 पदमा हामी फर्किनेछौँ है त। 11 पदमा चाहिँ हामी फर्किनेछौँ। 11 को हामी 23 देखि 26 पढ्नेछौँ। 23 देखि 26, 11 को 23 देखि 26 लाई फेरि म पाठ गर्नेछु। 23 देखि 26 मा म यस्तो लेखिएको छ, तपाईँले खोल्नुभन्दा पनि सुन्नुहोस्। यहाँ यस्तो लेखिएको छ, किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सम्पी पनि दिए, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी भाँच्नुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जसले
जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो अक्सर गर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ उहाँ नआउन्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्छौ। आमेन। उहाँको मृत्युको घोषणा भनेको चाहिँ हामी उहाँसँगै हामी जिउनलाई हामी कसम खाँदैछौँ अथवा उहाँ प्रतिज्ञा गर्दैछौँ। आज हामी प्रभु भोजमा सहभागी हुँदै गर्दाखेरि मैले विगत दिनहरू मैले गर्दै थिएँ प्रभु, अब गर्दिनँ है। मलाई अझै शक्ति दिनुहोस्, अझै बुद्धि दिनुहोस्, बल दिनुहोस्, सोच्ने क्षमता दिनुहोस्। अझै पनि मैले गरेको अथवा बितेको दिनमा गरेको काम भन्दा पनि अबको आउने दिनको लागि चाहिँ नयाँ सोच, नयाँ विचार, मलाई नयाँ शक्तिमा डोर्याउनुहोस् भनिरहेको चाहिँ हामी सहभागी हुन आएका छौँ। यो भन्दै गर्दाखेरि पक्कै पनि मैले भन्दै गर्दा पनि यो वचन बोल्दै गर्दाखेरि ममा तपाईँहरूले पक्कै पनि कमजोरीहरू देख्नु भएको छ अथवा समस्या मसँग तपाईँले धेरै तपाईँमा मैले कमजोरी गरेको छु भने पनि म पनि तपाईँप्रति माफी चाहन्छु। पक्कै पनि मैले गरेको काम नजानेर गरेँ होला भने होला, तपाईँले पक्कै पनि मलाई क्षमा गर्नु सक्नुहुन्छ नि होइन। मैले गरेको गल्ती कुनै छ भने, छैन भने ठिकै, परमेश्वरलाई महिमा भएको होस्, धन्यवाद प्रभुलाई। छ भने पनि मलाई माफ गर्नुहोस्। किनभने येशूले यूहन्नाले बप्तिस्मा यर्दन नदीमा दिँदै गर्दाखेरि हामी त्यो ठाउँलाई हेर्दाखेरि म एकदमै डरलाग्दो ठाउँ छ त्यो। यर्दन नदीमा चाहिँ यूहन्नाले के भन्यो भने तिमीहरूले पापले थिचेका, बोझले दबेका हरेक सर्पको बछेराहरू हो, आऊ पश्चाताप गर र बप्तिस्मा ल्याऊ, तिमीहरूको पाप सिन्दुरे रङका, राता रङका, हरेक रङका भए पनि पखालिदेऊ भनेर भन्नुभयो। तर यसो चाहिँ एकछिनपछि आउनुभयो, यत्तिकै मान्छेहरूले बप्तिस्मा लिँदै थिए, त्यो पापबाट प्रसिद्ध हुँदै भनौँ प्रायश्चित उहाँ चाहिँ विजय हुँदै थिए, धुँदै थिए, पाप धुँदै थिए। तर यसो आउनुभयो। यसो हेर्ने बित्तिकै त्यतिखेर यसो आउन अघि नै के भनेको छ, यूहन्नाले के भनेको छ, मैले पानीले बप्तिस्मा दिँदैछु तर म पछि आउनुहुने चाहिँ आगोले बप्तिस्मा दिनुहुन्छ भनेको छ। उसँग निफन्ने नाङ्लो छ भनेर त्यो पश्चाताप गर्नेहरू, पापमा त्यो प्रायश्चित हुनेहरू सबैलाई भन्दैछ, निफन्ने नाङ्लो उसँग छ भनेर भन्नुभएको छ। उहाँसँग आगोले बप्तिस्मा दिने शक्ति चाहिँ उसँग छ भन्दै थियो, सबैले दिँदै थियो। तर यसो टक्क आउनुभयो। आइसकेपछि यसोलाई देख्नुभयो। यसोलाई देखिसकेपछि उहाँ अबै म भन्दा त उहाँ पो त शक्तिशाली, मैले घोषणा गर्दै गरेको व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ भने। तर येशूले के भन्यो, अब तिमीबाट चाहिँ म बप्तिस्मा लिनु छ भने। अबै गुरुज्यू हुँदैन मबाट, तपाईँबाट हामी लिनु ठिक छ, तपाईँ परमेश्वरको पुत्र भइकन तपाईँ जन्मनु भएको, म त एउटा साधारण व्यक्ति हो, त्यसैले गर्दाखेरि तपाईँको जुत्ताको फिता खोल्ने योग्यको म छैन प्रभु गुरु भनेर भन्नुभयो। तर येशूले के भन्नुभयो, अहिलेलाई यस्तै हुन देऊ, समय परिस्थिति कस्तो हुँदै जान्छ त्यसमा चाहिँ विधि गर्ने एउटा सिस्टम, एउटा अगुवा गर्ने सिस्टम, यो चाहिँ जुनसुकै अवस्थामा चाहिँ एउटा नमुना उहाँले त्यहाँ भन्नुभएको छ। त्यसैले गर्दाखेरि चाहिँ हाम्रो अवस्थाहरू कमजोर तपाईँले देख्नु भएको छ होला, हाम्रो अवस्था हामी जिउँदै गर्दाखेरि हाम्रो कमजोरी तपाईँले देख्नु भएको छ होला। तर तपाईँले त्यो येशूलाई, तपाईँले त्यो निफन्ने नाङ्लो येशूको हातमा हुनेसँग तपाईँले प्रतिज्ञा गर्दै हुनुहुन्छ, उहाँसँग तपाईँले खाँदै हुनुहुन्छ। व्यक्ति जस्तो सुकै होस् व्यक्ति, तर पनि तपाईँले पक्कै पनि येशूलाई हेर्नुहोस्, तपाईँले येशूलाई हेर्नुहोस्, तपाईँ कहिले पनि चिप्लिनुहुन्न। तर तपाईँले व्यक्तिलाई हेर्नुहुन्छ, एक दिन तपाईँ चिप्लिनुहुन्छ, लड्नुहुन्छ। तपाईँ सफल भएको बेला व्यक्ति धेरै आउँछ, तपाईँलाई हाय हाय गर्छ, तर असफल भएको बेला तपाईँले कुनै व्यक्तिलाई पनि देख्नुहुन्न। यति समाज निर्दय छ हाम्रो समाज, अथवा हाम्रो गाउँ अथवा छिमेकी यति निष्ठुरी छ, यति स्वार्थी छ। संसार चाहिँ बाइबलले भन्छ हरेक अभिलाषामा भुलेको संसार हो। त्यसैले गर्दाखेरि हामी संसारमा रहँदै गर्दाखेरि हामीले येशूलाई हेर्नु पर्यो, व्यक्तिलाई हेर्नु हुँदैन। व्यक्तिमा खराब काम देखिन्छ, खराब कमजोर देखिन्छ, उहाँ मात्र येशूलाई हेर्नुहोस्, एक दिन तपाईँ लड्नुहुन्न। आमेन।
म पनि येशूलाई हेर्छु, किनभने येशूलाई हेर्नेहरू उहाँ गिर्दैन कहिल्यै पनि। येशूसँग हिँड्ने व्यक्ति कहिल्यै पनि खराब काम गर्दैन। यति विचार गर्नुहोस्। तर व्यक्तिलाई विश्वास गर्ने, व्यक्तिलाई, समाजलाई विश्वास गर्नेहरू एक दिन लड्छ, तपाईँले हेर्न सक्नुहुन्छ। एक दिन त्यो कमजोर हुन्छ, त्यो लड्छ, गिर्छ। तपाईँ त्यो अचम्म नमान्नु होस्, किनभने बाइबलले भन्छ येशूलाई देख्ने र हिँड्ने, येशूसँगै हिँड्नेहरू कहिल्यै हिँड्दैन, त्यो लड्दैन। उसँग कमजोर सानोतिनो समस्या आउँछ, तर पनि परमेश्वरले छुटकारा दिनुहुन्छ भनेको छ। आमेन। त्यही भन्नुभएको छ। त्यसैले गर्दाखेरि हामी येशूसँगै छौँ, येशूसँग हामी हिँडिरहेको अवस्था छ। त्यसैले गर्दाखेरि म तपाईँलाई यही अनुरोध गर्छु। 27 पददेखि म केही पद फेरि पढ्नेछु। अघिको हामी पहिलो कोरिन्थी 11 को 27 देखि हामी 29, 27, 28, 29लाई म पढ्नेछु। 27 पदले भन्छ, यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। 28 पदले, हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्। 29ले भन्छ, किनकि प्रभुको शरीरलाई नचिनिकन खाने जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। हालेलुया। यहाँ चाहिँ भनेको छ, जसले हामी चिनेर पनि हामी गलत अवस्थामा उभिँदै गर्दाखेरि प्रभुको हरेक यो सहभागिता हुन्छौँ भने त्यहाँ आफै कमजोरी हुन्छौँ भनेको छ। तर जसले चाहिँ म गर्दिनँ, अब चाहिँ म त्यस्तो काम गर्दिनँ भनेर हामी प्रभुमा हामी परिपक्व भएर लागिरहन्छौँ, यो अघि मैले भने येशूलाई हेरेर निरन्तर लागिबस्छौँ, त्यो व्यक्तिले के भनेको छ, दण्ड पाउँदैन, उहाँको जीवनमा आशिष हुनेछ भनेको छ। आमेन। त्यही भन्नुभएको छ। त्यसैले गर्दाखेरि हामी 30 पद र 31 पद पनि पढ्नेछौँ। यहाँ यस्तो लेखेको, यसै कारण तिमीहरू मध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना चाहिँ सुतिसकेका छन्। तर हामी साँच्चै आफैलाई जाँचेका छौँ भने हामी न्यायमा पर्ने छैनौँ। हालेलुया। पक्कै पनि परमेश्वरमा हामी परिपक्व, परमेश्वरमा हामी जाँचिनु पर्यो। हामी व्यक्तिसँग होइन, त्यो फलाना भन्दा चाहिँ म अलिक राम्रै छु भनेर होइन, कम्पिटिसनको हिसाबले होइन, तर पनि हामी प्रभुमा चाहिँ म कस्तो छु, अझै पनि म परिपक्व हुन चाहन्छु, अझै पनि म शक्तिशाली हुन चाहन्छु, मेरो कमजोरीहरूमा उहाँले क्षमा गर्नुहुनेछ, अब म जानेर गर्दिनँ भनेर लाग्छौँ, त्यो व्यक्ति परमेश्वरसँगै हुन्छ। अघि भन्यो, ममा रहनेहरू हरेक हाँगाले फल फलाउँछ भनेको छ। हरेक फलले अथवा त्यो हाँगाले फल फलाउँछ भनेको चाहिँ उहाँसँगै टाँसिरहनु हो, उहाँसँगै रहिरहनु हो, उहाँसँगै जिरहनु हो। त्यहाँदेखि चाहिँ हामी आशिष पाउनेछौँ भने एकदमै राम्रो लाग्छ। त्यसैले गर्दाखेरि यो पदबाट म तपाईँलाई सेयर गरेको छु। वचनले हामी धेरै कुरा सिकाएको छ। हाम्रो जीवनमा हामीले गर्नुपर्ने नगर्नुपर्ने कामहरू चाहिँ हामी आफैले छुटाउनु पर्यो। अगुवाले चाहिँ तिमीले हुँदैन, तिमीले हुन्छ भन्ने हामी कहिल्यै भन्नु हुँदैन। तर पनि तपाईँ आफैले, तपाईँ ठिक हुनुहुन्छ छैन भन्ने, म ठिक छु ठिक छुइनँ भन्ने कुरा आफैले मलाई थाहा हुनु पर्यो। यो अवस्थामा चाहिँ म लिनुपर्छ, यो अवस्थामा म यस्तो गर्नुपर्छ, म अब चाहिँ गर्दिनँ भनेर हामी लाग्नु चाहिँ यो चाहिँ प्रभुको शरीर र रगत हो। आमेन। हामी यो एकदमै हामी यसमा सहभागी हुनको लागि चाहिँ हाम्रो डिकन बुवासँग हामी प्रार्थना गर्नेछौँ। हाम्रो जवान भाइ बहिनीहरूले अथवा गीत गाउनुहुनेछ र हाम्रो डिकन बुवासँग हामी रोटी र कचौराको लागि चाहिँ हामी केही प्रार्थना गर्नेछौँ।